वेलकम टु द च्यानल। होप सबैलाई सन्चै हुनुहुन्छ होला, किनकि अब चाहिँ दसैँ आइसक्यो नेपालीहरूको होइन। अब हामी चाहिँ दसैँ स्पेसल नेपालमा आज चाहिँ दसैँ आइसकेपछि चाहिँ हामीले चाहिँ घर आँगन सबै सफा गर्छौँ। त्यसै गरी विदेशमा पनि नेपाली नै हो, एकदम घर सफा चाहिँ गर्नुपर्छ आफूले गरेको होइन। यो चाहिँ हामीहरूको घर हो। आज चाहिँ एउटा रुममा बसिसकेपछि सबै मिलेर चाहिँ आफ्नो बस्ने चाहिँ एकदम सफा राख्नुपर्छ। त्यही अन्तर्गत चाहिँ आज हामी एकदम घरको डिप क्लिनिङ भइरहेछ। दसैँ स्पेसल सब यहाँ सरसफाइ भइरहेछ। केटाहरूले सरसफाइ गरेर आएको छ। अब हामी चाहिँ फ्रिज आफ्नो जे छ सामानहरू चाहिँ सब सफा हाल्ने हो होइन। चाहे विदेशमा होस् चाहे नेपालमा होस्, दसैँ आइसकेपछि नेपालीको चाहिँ स्पेसल घर आँगन सफा गर्ने टेक्क पारेर नयाँ नौलो बनाउने हो। त्यही अन्तर्गत अब यहाँ सफाइ भइरहेको छ, केटाहरू सब लागिरहेको छन्। कसैले देख्न मिल्दैन प्राइभेसी रे प्राइभेसी मेन्टेन गरेर यहाँ सफा हालिरहेको छ। यस्तो जो जहाँ भयो तापनि नेपालीहरूले सधैँ आफ्नो घर परिवार सबै मिलेर बस्ने हो होइन। अनि आफूले गर्ने कामहरू चाहिँ एकदम मिलेर गर्ने, सबै साथीभाइहरू मिलेर। किनकि हामी चाहे नेपालमा होस् चाहे विदेशमा होस्, नेपालीसँग मिल्यो भने चाहिँ रमाइलो हुन्छ। दसैँसँगै रमाइलो गर्नुपर्छ होइन। विदेशमा भए तापनि नेपालीपन त नेपाली हो नि है। त्यसैले आज त्यसपछि हाम्रो घर सफा भइरहेको छ। अब यसमा चाहिँ कोठाहरूमा पनि पर्दाहरू निकाल्ने पनि सरसफाइ भइरहेको छ। होप यु गाइज लभ इट। हाम्रो रुम पनि पर्दा निकालिसक्यौँ, पर्दा निकालेर सरसफाइ भइरहेको छ। बेडहरू सबै क्लिन हाल्नुपर्छ आज चाहिँ। बाँकी चाहिँ अब भिडियोहरू चाहिँ आउँदै गर्छ। यता पनि डिप क्लिन भइसक्यो, तल पनि भइरहेको छ। ब्याकग्राउन्डमा पनि अलिक ग्रिनेरी चाहिँ अलिक बढी नै छ। आज चाहिँ त्यो ग्रास कटिङ पनि हुन्छ। भ्याक्युम सेक्युम सब सामान आइसकेपछि क्लिनिङको लागि मस्त क्लिनिङ हान्ने हो। अनि सबै मिलेर दसैँसँगै बनाउनुपर्छ। यो घरमा चाहिँ सबै नेपाली केटाहरू छन्। केटाहरू मिलेर मस्त यसपालिको दसैँ बाहिर बनाउने मजाले। यहाँ ग्रास सबै कटिङ हुन्छ आज। मस्त क्लिन हान्ने है त। निरज कस्तो हुँदैछ विदेशमा दसैँ स्पेसल सरसफाइ कार्यक्रम? सरसफाइ होइन, दसैँ विशेष सरसफाइ। हाम्रो यता के छ, एकदम प्राइभेसी छैन नि। हाम्रो यता भण्डारी ब्रदर सुर्खेतबाट होइन। अनि कस्तो भइरहेछ विदेशमा भए पनि दसैँ स्पेसल घर सरसफाइ भइरहेको छ? कस्तो लागिरहेको छ? मेरो विदेशको 1 वर्ष भइसक्यो। दुईवटा दसैँ हुन्छ यो गरेर। तर त्यो यहाँ चाडपर्व खासै लाग्दैन, त्यो इन्ट्रेस्टै लाग्दैन कि यादै हुँदैन। अनि आज चाहिँ फ्यामिलीलाई कतिको मिस गरिरहेको छ त? किनकि दसैँ स्पेसल पाहाडमा भयो हाम्रो त घरतिर भए पनि सरसफाइ त हुन्छ है दसैँमा नि। अनि विदेशमा पनि अब त्यही तरिकाले मिलेर मस्त गरिरहेको छ। यस्तै छ। केटाहरू अब काममा पनि बिजी छन्, घर सरसफाइ पनि भइरहेको छ। के गर्दैछौ? दसैँ स्पेसल यहाँ सरसफाइ भइरहेको छ फ्रिजको। पछि खसीको मासु हाल्नु पऱ्यो नि त यसमा होइन। दसैँमा खसीको मासु त खानु पऱ्यो। खसी नै फिराउने हो। पुरै सिँगै खसी हालिदियो यसमा। 9 जना छन्, 9 जना मिलेर एउटा सिँगै खसी ल्याएर दसैँमा यहीँ हाल्ने हो है। दसैँको लागि भगवान्को सरसफाइ भइरहेको छ चिजहरू। भगवान्को पनि देखियो नि। भगवान्लाई नदेखेर दसैँ त कहाँ पुरा हुन्छ त? खै यता उहाँ चाहिँ हाम्रो घरको लक्ष्मी पण्डित गुरुबा। भण्डारी तिमी त है? बाहुन भण्डारी होला नि है? एकदम ल। हाम्रो पण्डितजीले चाहिँ
सरसफाइ गरिसक्नु भएको छ त्यसलाई पछि गर्नुहुन्छ सुपरकिङले भगवान्जी यहाँ विराजमान हुँदैछ अगरबत्ती बाल्दै दुर्गा भगवान् भगवान्को सरसफाइ गरेर भगवान्लाई विराजमान जानकी मन्दिर तेरा साइड त्यसलाई हो त्यसो पठाएको यसलाई यता राख्नु कृष्ण उ त्यो हो यसलाई यता राख्नु त्यो नवदुर्गा ठ्याक्कै बिचा राख्नु नवदुर्गा भगवान् दसैँको दक्षिणाको लागि उसमा कति छ 5 को नोट छ पछि आज युकेको पाउन हुन्छ रहेछ दसैँको बेला यो हाम्रो गणेश भगवान्को त्यहाँ राख्नु त्यस्तै अरू मन्दिरको सरसफाइ भएर अब भगवान्हरूलाई चाहिँ विराजन गरिसक्यो दसैँको तयारी भइरहेको छ त अब यहाँ चाहिँ भगवान् देवी लक्ष्मीको चाहिँ मूर्ति कमी छ एउटा केही दिनमा त्यो पनि आउँछ पेन्टिङ काम भइरहेको छ होइन यहाँ चाहिँ टक्क मिक्सीहरूले क्या यसलाई चाहिँ सर्लक्क लगाइहाल्नु मिक्सीको ठाउँ चाहिँ मस्त पेन्टिङ हान्नुपर्छ दसैँको होइन घर बसेर कामै छैन नि आफ्नो रुम बस्ने घर त्यो सफा गऱ्यो भने चाहिँ रमाइलो लाग्छ काम छैन त्यही हो काम नभएकोलाई घरमा काम गर्ने कि बिजी यर माइन्ड खाली बस्नुभन्दा क्लिनअप भयो दामी देख्यो क्या मस्त काटेर ब्याकयार्ड त दामी देख्छ अब फ्रन्टको कस्तो हुन्छ बन्छ चिन्ता नगर बार्बिक्यू बनाएर खाला दसैँ आउँदैछ खसीको टाउकै ल्याएर खाला ओके फाइनल्ली रुम पनि पुरै घर सफा गरियो मस्तसँग क्लिननेस सब चिटिक्कै चट्ट गरेर केटाहरूको अब त चिटिक्कै भयो है लगाएर सब यहीँ भएर घर सब चिटिक्क हान्यो अब बाँकी तयारी भनेको आफू रेडी हुने हो तयारी हुने हो अब आफू सरसफाइ हुने हो दसैँको लागि होइन टाइम छ दसैँको लागि अब सरसफाइ हुने अब चाहिँ रुम सबै सफा हान्ने हो मस्त सबै क्लिन भयो आजको लागि चाहिँ यति क्लिन भइसक्यो होइन त कस्तो भयो त आजको दिन एकदम टायर्ड फुल क्लिन हाल्यो होइन आज घर अब तिम्रो कपाल चाहिँ आज काट्ने भनेको भोलि फ्राइडे कति होला ल बाँकी चाहिँ बिस्तारै आउँदै गर्छ होइन आजको लागि यति नै हो